बाटो अलिकति जानु जानुहोस् त जाने होइन नाचिहाल्ने गएर है यहाँ जो जान्छ नाचिहाल्ने है जान सबैजना जानु ल म एक्लै बनाउनु यहाँ म एउटा अलिक भिडियो बनाइपुग्छ ल जान जाउँ न त्यसै गाउँ न दिदी अलिकति बाटो छोडिदिनुहोस् त अलिकति म यता
नाच है अब भजन सुरु हुन गइरहेको छ भजन रे है भजन ल है गाइस भजन खाइबा खाइबा इधर से वो बड़ा है
यो चाहिँ हाम्रो खैचडी बजाउनेहरूलाई दक्षिणा अरे एकछिन दिदी यता तपाईँ आउनु यता खैचडी बजाउनेहरूलाई दक्षिणा अरे खैचडी बजाउनेलाई दक्षिणा खुट्टामा लाग्ला है जय कुमारी श्री राणा मगर र छोरा तेजेन्द्र र निरुको आज यस घरलाई आज घरको घर पूजा घरको शुभारम्भ यो घरलाई पवित्र बनाउने भगवानका गुणानुवादहरू गाएर भजन कीर्तन गरेर उहाँहरूले आज घरको घर पैँचो घर पूजा गर्नुभएको आजको पवित्र दिनमा भगवान लक्ष्मीनारायणले वास गरून् भनेर आज हामी श्री सत्यनारायण मन्दिर प्राङ्गणबाट हाम्रो भजन कीर्तनको टोली आज यहाँ आएर हामी 8 बजेबाट अहिले 10 बजेसम्म भगवानका गुणानुवादहरू गाएर यो घरलाई पवित्र वैकुण्ठ धाम हामीले बनाएका छौँ। भगवानले सधैँ सधैँ लक्ष्मीनारायण भगवानले वास गर्नुहोस् भनेर हामीले धेरै भगवानको तर्फबाट आशीर्वचनहरू आशीर्वादहरू यहाँ प्रदान गरेका छौँ। पक्कै पनि भगवानले तपाईहरुको परिवारमा सुस्वास्थ्य दीर्घायु सुख जीवन राखिरहनु हुनेछ। घर सधैँ एउटा भगवतको धाम जस्तै एउटा वैकुण्ठ रहनेछ र यहाँका परिवारका सदस्यहरू सधैँ स्वस्थ रहनुहोस् र
सुस्वास्थ्य दीर्घायुको हामी सबैको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ र छोरा छोरी, छोरा बुहारी, नाति नातिनाहरू सबैको उन्नति प्रगति होस्। विशेष गरी हामीलाई घरको छोरी हाम्रो विष्णु राणा शिरीषले हामीलाई खबर गर्नुभएको थियो र उहाँको निमन्त्रणामा आज उहाँको श्रद्धेय मम्मी जय कुमारी शिरीष राणा मगर र चाहिँ तेजेन्द्र र निरुको यो घरमा आएर हामीले भगवानका धेरै आशीर्वादहरू दिएका छौँ र तपाईँहरूको पनि सधैँ भगवानप्रति ध्यान लागिरहोस्। आफ्नो कर्म सँगसँगै भगवानले सधैँ सधैँ रक्षा गर्नुहोस्। भगवान सधैँ सधैँ दाहिना हुन्। हामीले धेरै धेरै आशीर्वाद दिएका छौँ। यही कुरा यहाँको बिचमा राख्दै श्री सत्यनारायण भगवानले सधैँ सधैँ रक्षा गरून्। लक्ष्मीनारायण भगवानले सधैँ सधैँ रक्षा गरून्। शिवशङ्कर भगवानले सधैँ सधैँ रक्षा गरून्। सबै खालका विघ्न बाधाहरू हटेर जाउन् भनेर हामी यही आशीर्वाद व्यक्त गर्दै राधे गोविन्द बोलिए राधा कृष्ण भगवानको श्याम सुन्दर भगवानको राधे गोविन्द गोविन्द राधे 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 राधे गोविन्द गोविन्द राधे
आजको भजन समाप्त भएको अवस्था है ल। आज हामीलाई हाम्रो घरधनी आदरणीय व्यक्तित्व जय कुमारी श्री राणा मगर र तेजेन्द्र निरुबाट हाम्रो श्री सत्यनारायण भजन समूहलाई उहाँहरूको तर्फबाट भगवानको तर्फबाट हामीलाई रु 6,665 रुपियाँ सहयोग दान स्वरूप प्राप्त भएको छ। उहाँलाई धेरै धन्यवाद आभार व्यक्त गर्दै ताली 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 भगवानले सधैँ सधैँ रक्षा गर्नुहोस्। यो उहाँको परिवारमा सधैँ सुख जीवनको कामना गर्दै भगवानले सधैँ सधैँ रक्षा गर्नुहोस्। सबैले फेरि जोरदार ताली बजाएर सम्मान गरौँ र हामी जय राधे राधे। धन्यवाद। राधे राधे। ल समाप्त है त।